सोल्टिनी ब्लग सबैजनालाई स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा। आयो सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि एकदमै सन्चै छौँ। अनि आज चाहिँ साथीहरू म अघिदेखि भिडियो बनाउँछु भनिरहेको थिएँ, बनाउन पाइनँ किनकि आज हामी झिर आउने भनेर भनेको थियौँ नि त। अनि हामी आज झिर आइसकेको छौँ घुम्नको लागि। यो चाहिँ झापा चारलीमा छ होइन झिर। यता दिदीहरू चाहिँ हेर्नु नि साथीहरू, यता दिदीहरू चाहिँ पुरै क्या रमाइलो गरिरहेको छन्। साथीहरू साइकल कुदाउँदैछन्। यता मेरो भाइ छ, यता दिदी। लु आइचल्छु, कस्तो राम्रो हेर्नु त मेरो दिदीलाई, क्या दामी देखेको छ। वाउ, परी देखेको छ हो मेरो दिदी परी। हामी सबैजना जाँदैछौँ घुम्नलाई। देखेको छ ठ्याक्क यस्तै छ साथीहरू। यहाँ बहिनीहरू यता झिरमा घुम्ने ठाउँहरू धेरै रहेछन्। आइस क्या दामी देखिरहेको छ। दामी भएको छ, कस्तो राम्रो क्या साथीहरू। अब मलाई चाहिँ त्यस्तो खेल्न मन लाग्दैन होइन, त्यही भएर भयो। अब यहाँ के छ, कता जाने हो र अब? यो चाहिँ के खेल हो यो भाइ? कस्तो दामी। यहाँ पर साइकल हो कि के हो त्यो चाहिँ? अब यसलाई तान्नु खतरा रहेछ यो त, डिप पो रहेछ त। यो त मजाले डिप्स गर्नुपर्ने रहेछ। डिप्स होइन कस्तो राम्रो तिर्नुपर्छ र म त। यस्तो खालको खेल हो साथीहरू। यहाँ हाल्नु न हौ, आमामा तपाईँहरू पनि आउनु है, यस्तो खेल्नुहुन्छ भने। बाफ्रे भयो। हामी चाहिँ अब यहाँ झिर आइसकेको छौँ होइन, दिदीहरूसँग डुल्दै डुल्दै झिरभित्र पसिसक्यौँ। अब यहाँदेखि भित्र अब सिन कस्तो हुन्छ होइन, राम्रो अब कसरी अब डुलीघुमी गरिन्छ होइन साथीहरू। यहाँ चाहिँ अब हाम्रो दिदीहरू हुनुहुन्छ, यता सोल्टिनी हुनुहुन्छ। हामी चाहिँ अब यहाँ डुल्दै डुल्दै हिँडिरहेको छौँ। आज त्यति खासै मान्छेहरू हिँड्छन् झिरमा, नयाँ त प्रायः टाइटै हुन्थ्यो मान्छेहरू। अहिले प्रायः खुल्ला खाली न खाली देखिरहेछ। र अब हामी चाहिँ यहाँ डुल्दै आइरहेको छौँ। अब हामी कट गर्दै सायद बनाउँछौँ होला, अब भित्री सिनहरू देखाउँछौँ होइन। अब यो बाटो हिँडेको त के देखाउनु, यहाँदेखि भित्रको सिनहरू हामी देखाउँछौँ साथीहरू। फेरि म यता अब खोलाको यो नाउ खेल्ने ठाउँमा आइपुगिसकेँ होइन। हामी चाहिँ अब यहाँबाट लगभग आधी घन्टासम्म डुल्छौँ होला, अनि घरतिर लाग्छौँ। तबसम्म चाहिँ हाम्रो भिडियो हेरिदिन नभुल्नु होला। र यिनीहरू अलिकति हिँडिरहेको छन् होइन, छिटो हिँड्नुपर्ने होइन। अब हामी परतिर अब पुरै होइन खेल्नेहरू खेलिरहेछन्, फोटो खिच्नेहरू खिचिरहेछन् होइन। अब यहाँदेखि हामी सायद अब दिदीहरू एकछिन फोटो खिच्नुहुन्छ होला होइन। यहाँको खोला अब यहाँ चाहिँ पानी बग्छ, अलिक बेलुका भएपछि पानी सलल उडेर आउँछ। र हामी विशेष गरी यहाँ डुल्न आएको होइन। दिदीहरू निकै पर छोडिनु भएको छ, अलिक छिटो आइदिनुहोस् न। र हामी चाहिँ यहाँनिर एकदमसँगले डुल्दैछौँ। हात भनेको थियौँ र यो भ्लग बनाउने मान्छे चाहिँ मै हो। र हेरेर लाइक सब्सक्राइब गर्न नभुल्नु होला भन्दै म अगाडि बढ्दैछु। चाहिँ फेरि हो परनेहरू फोटो खिच्न थालिहालेछन्। अब फोटो नखिची त अब हुँदैन होइन। र पनि दिदीहरूले अब फोटो खिच्न थालिहाल्नु भएछ होइन। अब पोज देखाउँदै फोटो खिच्दै हुनुहुन्छ। तबसम्म चाहिँ म स्किप गरेर फेरि माथि चढेपछि देखाउने छु। अब एकछिन दिदीहरूको फोटो खिच्दा आउँदा टाइम त लागिहाल्छ। तबसम्मलाई एकछिनलाई र साथी हो दिदीले पनि सकिसक्नुभयो के अरे टिकटक फोटोसोटो खिच्नु ओर्नु। र फेरि हामी हिँड्न थालिसक्यौँ। टिकटक बनिँदैसम्म चाहिँ म चाहिँ तपाईँलाई मैले भने जस्तै अब यहाँ दिदी सोल्टिनीहरूको एकदम यहाँ टिकटक र फोटो खिचाइ भइरहेछ।
म चाहिँ एकदम यहाँ दिदीको एकदम यहाँ झोला यसरी झोला बोकेर होइन बसिरहेको छु। दिदीहरूले चाहिँ अब बनाउँदैछन् टिकटक भिडियोहरू अनि म चाहिँ अब यत्तिकै हल्लिँदै बसिरहेको छु। दिदीहरूको त्यही टिकटक फोटोहरू हेर्दै होइन। अब मेरो कामै भनेको झोला बोक्ने गर्ने र भ्लग बनाउने हो खासमा गरी चाहिँ। हेलो हाई भनिदिनु न। हेलो म चाहिँ मेरो फोन खोज्दैछु यहाँ नेसरसँग ठिकै छ ठिकै छ। साथीहरू मेरो भाइले भ्लग बनाइरहेको छ कहिले न भाइ म टिकटक बनाउँछु। र अब म चाहिँ यहाँ अहिले माथि यो झिलिङ्गे पुल हिँड्दाखेरि फेरि बनाउने छु। यहाँ चाहिँ नाउहरू राखिरहेको छ, मान्छे धेरै नभएकोले नाउहरू चलेको छैन होइन। दिदीले मलाई यहाँ अब मेरो एउटा हामी चाहिँ यस्तो चर्को घाममा उयो के भन्छ फोटो खिच्दै बसिरहेको छौँ। अहिलेसम्म भ्लग बनाउने मान्छे चाहिँ यही मान्छे हो। मेरो फोनमा भ्लग बनाउँदै हिँडिरहनु भएको छ। यस्तो चर्को घाममा हामी चाहिँ अब फोटोसोटो खिचेर फेरि गयौँ। अब उता जान्छौँ। मैले भनेको थिएँ नि साथी हो अब यहाँ हजुरको के अरे यो झिलिङ्गे पुलमा हिँड्दाखेरि बनाउँछु। अब झिलिङ्गे पुलतिर हिँड्न लागेको फेरि कता गएको दिदीहरू? लु दिदीहरू अब होटल गयो होइन कोकसोक ल्याउन यसो अब त्यहाँ कोक हो कि वाटर हो ल्याउने चाहिँ होइन। म चाहिँ अब होइन साथी हो हिँड्दैछु झिलिङ्गे पुलतिर टक्क जस्तै होइन। साथीहरू यस्तो गर्मी भइसक्यो कि यहाँ बहिनीहरू चाहिँ पानी ल्याउन गएका छन्। अब चाहिँ अब हामी माथि यो झुलुङ्गे पुलमा जान्छन् साथीहरू चिसो पानी खाने अनि जाने है। यहाँ हामी चाहिँ यस्तो राम्रो खेल्दैछौँ है साथीहरू। यस्तो मजा आयो साथीहरू। पनि खेलेँ भाइले भिडियो बनाइदियो कि बनाइदिएन थाहा छैन होइन। यस्तो राम्रो यो खेलियो बनाइदिएको छन् कि छैन थाहा छैन। क्यामराम्यान भनेर राखेको अरे यसले मेरो भिडियो बनाइदियो कि बनाइदिएन। बनाइदियो भने हाल्छु बनाइदिएन भने ओ क्यामराम्यान दाइ के हो पारा यस्तो? के हो यस्तो पारा? हजुर म एउटा टिकटक बनाउँछु। कस्तो आयो? मजा आयो? मजा आयो? मजा आयो। ल झापा कस्तो लाग्दैछ त? साथीहरू हामी चाहिँ झिर पनि घुमिसकेर अब फाइनली घरतर्फ लाग्दैछौँ। हो त गल्यो यस्तो रमाइलो भयो। फोटो खिच्दा टिकटक बनाउँदा जस्तै भए पनि रमाइलो त भयो नि त होइन। ल साथीहरू यिनीहरूलाई हामी बिदा गरेर जान्छौँ। हामी चाहिँ उता दिदीहरूकोमा जाने। यिनीहरू चाहिँ घर जान्छन्। यता मेरो नन्द चाहिँ ओफ गर्दैछु। निस्किँदैछौँ है साथीहरू। हामी चाहिँ उता साई दिदी हाम्रो दिदी हामीलाई पर्खिराख्नु भएको छ अरे। हामी चाहिँ उता जान्छौँ। यिनीहरू चाहिँ घर जान्छन्। दिदीहरूलाई भेटेर जाने हामी चाहिँ यता बहिनी हाम्रो दिदीहरू चाहिँ मेरो दिदी मात्रै त हो नि अरू कसको दिदी हो र? मेरो दिदी चाहिँ मेरो दिदी बहिनीहरू सबैजना घर जाने अरे साथीहरू। अनि हामी चाहिँ उता जान्छौँ दिदीहरू भएकोमा। दिदी भन्नाले फुपू सासू मेरो फुपू सासू भएकोमा जाने भेट्ने। उता मेरो नन्दलाई यसो देखाएर आउने। भरे बेलुका मात्रै आउँछु होला साथीहरू। यिनीहरूलाई सायद हामी यहीँ बाटोमै छोडिदिएर जान्छु होला। बाई बाई गर त केटीहरू। बाई गर न। बाई गर न। ल हामी चाहिँ जाने। पैसा नदिन्छ कसले काम गर्छ हौ भिडियो गरेको? को हो केटी? को हो? उतै हिँड तातो मोमो फ्राई राइस कस्तो छ? मिठो। चाहिँ यो मन्दिर सन्चरेको मन्दिर पनि आइले साथीहरू घुम्नको लागि यसो अरे भगवान्लाई हेर्न आएको छु नै साथीहरू। हामी चाहिँ लास्टमा नन्द भाउजू मात्रै भयो। सबै गए हामी यता दिदीको आएको थियौँ त्यही भएर